हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। हजुरहरूलाई चाहिँ म आज घरमै पालेको लोकल कुखुरा आफैले काटेर देखाउँछु है त। कुखुरा समातेर काटेर त्यसलाई चाहिँ मैले अब भुत्लाउन सुरु गरेँ। हेर्नु है त, पुरै भुत्ला कसरी तानेको छु। आमामा भुत्लाएर मैले यतिको बनाएँ। यसलाई चाहिँ अब म ग्यासमा पोल्छु है गाइज। यो चाहिँ मेरो अङ्कलको घरमा पाल्नु भएको कुखुरा। अहिले म यहाँ आएको छु, चट्ट लाएर हेर्नु है, मैले काट्न पनि सुरु गरेँ। अब यसलाई फिस बनाउँछु होइन। चट्ट लाएर फिस बनाएर चाहिँ मैले लोकल तरिकाले पकाउँछु कि हेर्नु न, मासु काटेर रेडी पारेँ। अनि यता मैले अब ग्यास बसालेर कराई बसालेर तेल हालेर अनि त्यहाँबाट प्याज लसुन जिराले झानेर गर्छु। अनि मासु हालेर स्वादअनुसार नुन बेसार हालेर रातो बनाउँछु होइन। चट्ट लाएर टमाटर हालेर मसला हालेर चाहिँ हेर्नु है त, कस्तो मिठो नखाइने खाम जस्तो। थ्याङ्क यू सो मच।